ल मित्रहरू तपाईँले देख्न सक्नुहुनेछ ब्याकग्राउन्डमा चाहिँ यो नमस्ते झरना हो मित्रहरू। ल नमस्ते झरना देख्न सक्नुहुनेछ। यो चाहिँ धनकुटा जिल्लाको सागोडी गढी गाउँपालिका अन्तर्गत यस्तो राम्रो छ क्या नमस्ते झरना। ल हेर्न सक्नुहुन्छ है यस्तो छ, तर बाटो चाहिँ एकदम डेन्जर छ क्या यहाँ आउनुको लागि। ल हेर्नुहोस्। ल यो चाहिँ नमस्ते झरना आउने बाटो हो मित्रहरू। ल यस्तो छ बाटो चाहिँ, एकदम सतर्क भएर आउनुपर्छ मित्रहरू। यहाँनिर आन्तरिक पर्यटकहरू भर्खरै आउनु थालिसकेको छ। अहिले चाहिँ बिहानको मौसम समय भएको हुनाले अहिले खाली छ। अहिले केही बेरपछि यहाँनिर एकदम खचाखचै हुन्छ मित्रहरू। यस्तो छ है बाटो चाहिँ, यताको एकदम डेन्जर छ। अनि यता देख्न सक्नुहुनेछ यो झरना अघि माथिदेखि मैले देखाएँ। यो झरना जानको लागि सिँढीहरू यस्तो छ। पहिलाको सिँढी यस्तो जीर्ण भएर अहिले यो नयाँ बनाएको रहेको छ। यो पनि लामो समयपछि यहाँनिर उपस्थित भएको छ। ल यहाँ देख्न सक्नुहुन्छ यस्तो छ है मित्रहरू। मान्छे पराउनु थालिसकेको अवस्था है। ल यस्तो चाहिँ यस्तो छ, एकदम जोगिएर आउनु होला धनकुटा जिल्लाको सागोडी गढी गाउँपालिकामा मित्रहरू। पानी चाहिँ यस्तो कञ्चन छ क्या, सल्लल्लल्ल पल्लल्ल परेको लागि देख्न सक्नुहुनेछ यस्तो छ। ल पर्यटकहरू यसरी चाहिँ आइसकेको अवस्था छ। हामी पनि अगाडि नै आएर फर्किसकेको अवस्था छ। यो यहाँनिर चाहिँ गत वर्षको पहिरोले गर्दा बाटै हराइदिएको रहेछ। अहिले चाहिँ यो बाँसद्वारा पुल प्रयोग गरेर यसरी हिँड्ने ठाउँ बनाइदिएको छ मित्रहरू। भने यतातिर चाहिँ यस्तो भिड छ क्या। ल दामी छ क्या यो भिड हेर्नु त, बाँदर पनि लडिमर्ने खालको भिड छ मित्रहरू यहाँ चाहिँ। ल यो चाहिँ नमस्ते झरना जाने बाटो स्वच्छ यसरी गएर चाहिँ ट्याक यसरी पुगिन्छ मित्रहरू। तल देख्न सक्नुहुन्छ नमस्ते झरनाको खोलाहरू। यहाँ देख्न सक्नुहुनेछ यो पुरै भिड हो मित्रहरू।